ल है सेकेन्डले अब हामी खाङसारबाट माथि बेस क्याम्पको लागि पानी परिरह मसिनो मसिनो सानो परिरहेछ। अब सबैजना कस्तो फिल भइरहेको पानी पर्दाखेरि? पानी चाहिँ मस्तै परेको छ है अहिले चाहिँ। रेनकोटै लाएर हिँड्नुपर्ने। ओ भाइ ल हेलो छैन यदि आउँदा कति हेलो हेलो तल मात्रै लिन पाइन्छ? तल मात्रै पाइन्छ र हजुर बाटो त कस्तो हिलो है। अब माथि 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 चढ्दै अब 2 घन्टापछि हाम्रो खाना खाने डेस्टिनेसन त्यतिन्जेलसम्म अब हिँड्नु पर्यो। आज बाटो चाहिँ ट्रेकिङ सुरु भयो है हामीले। हिजोसम्म चाहिँ गाडीमै लगभग 12 घन्टा जति गाडीमा ट्राभल गऱ्यौँ। 14 भन्ने नि हो। मोर देन 12 मिनिमम। यस्तो है अब हिजो गाडीमा। अब आज चाहिँ हिँड्न के कस्तो हुन्छ। माथि अक्सिजन लेभल नापेर जाँदो रहेछ। हामी चाहिँ फिट एन्ड फाइन छौँ भन्ने भयो क्या हामीलाई चाहिँ। ओभर कन्फिडेन्स नहोस् है। ओभर कन्फिडेन्स चाहिँ नहोस्, तर सकिन्छ। हामी हिँडेकै मान्छे हो। त्यस्तो गाह्रो चाहिँ हुँदैन होला। गाह्रै भयो भने अब भगवान् जानु। यो टोपीले त गाह्रो हुन्छ नि यहाँ यस्तो रहेछ क्या। त्यसले चिसो हुन्छ। ब्लुवाला सेल्फी स्टिक हामीलाई आउँदैछन् पछि पछि। दिल्ली बेस क्याम्प पुग्नलाई हामी अब भोलि खाङसारै फर्किने सकिन्छ कि के हुन्छ। अब 5-6 घन्टाको ट्रेक छ। अब हिँडौँ। यहाँबाट सुरु भयो के अरे हाम्रो ट्रेक। अब चाहिँ मिठै छ उकालो। अब कामदाई कति घन्टाको ट्रेकको इस्टिमेट छ हाम्रो? 8 घन्टाको ट्रेक इस्टिमेट छ हाम्रो। होइन म सही रुट खोल्ने जस्तो लाग्यो यो चाहिँ। रुट चाहिँ राम्रो हो त। काबुती बस्नु अगाडि त त्यो उकालो उकालो बनाएको है। काबुतीमा बस्नु पाइन्छ होइन। डाँडो उता होइन डाँडो ओह्रालो तल पुऱ्याएर फेरि माथि माल्दैन। अप्सन नि थिएन नि फेरि त्यसमा अप्सन थिएन कि यस्तो अप्सन यहाँ थियो नि यार। यो त धेरै सजिलो हो। बाटो धेरै सजिलो हो त। अनि त्यो खरेहरू हेर्नु न कत्र कत्र थियो तिनीहरूलाई उगार्नु पर्यो। बाइक हिँड्ने जस्तो बाटो छ। गाडी गाडीको बाटो खुल्ने है। तेर्मा हिँडेका त्यहाँ कम हिँड्न पर्थ्यो के भन्नु थोरै पर्ने पर्दैन। हामी चाहिँ अलिकति उकालो कटेर बस्नुपर्छ क्या। पछि फेरि उकालोमा गएर बिचमा हाइटमा गएर बस्नु। बसेर फेरि उकालो तान्न गाह्रो हुन्छ। त्यही भएर
हिँड्नु चाहिँ पर्छ है, फेरि मस्तै हिँड्नुपर्छ। उकालो त सकिँदैन, चिसोले हानेको छ कानमा। ओह, उहाँ पुगिसक्यो हाम्रो बाँकी साथीहरू। यो व्हाट्सअप स्वागत मतलब के? स्वागत मतलब के? बल गरौँ है अध्यक्षज्यू भन्न पर्ने भयो क्या। Shout out to our Sagar brothers and shout out to our whole team. हामी चाहिँ अलिकति नाम के हो? लोजिक ग्रुप हो। यस, काँदै झमझमाइसक्यो के झोलाले। झोलाको पेटीहरू बाँध्न, पेटीहरू चाहिँ बाँध्नुपर्छ है। गाल्दिम यार। 4 बजेतिर पुग्यो भने ठिक हुन्छ क्या। आउँदैन ढिलोले सबै 5:30 बजे। यहाँ ठुलो हाइड्रो पावर भएर जस्ताले बिजुली लगानी गरेको है। यो पुरै आउनु त नाम यो म चिउरे रहेछ त सब आउँछ त। चिउरे कहाँ हो? चिउरे भयो बिस्तारै बिस्तारै हुन्छ। पानी रहेछ खानु सकिँदैन सकिन्न नसकिनु। राम पानी होला नि। के हो भाइ? त्यही हो। गुम्बा ठिकै रहेछ हिँडाइ त। तपाईँ त दामी हिँडेर आउनु थियो यार। तपाईँ सही हिँडेर आउनु थियो। हिँड्न आएँ। कोही त हाम्रो केटाहरू सागर यहाँ एकछिन बसौँ न त भाइ यहाँ।
फेरि यसले चाहिँ होइन माथि हो भाइ एउटै त यता टाइम निस्किनु अनि चाहिँ 5-6 दिन भयो अरे आएको हो र हिँड्ने त हामीलाई बिल्ला हामीलाई चाहिँ लास्ट टाइम हिँड्नै सकेन नि त बस्यो जानु भन्ने लाग्यो थाकिरहेको छ नि सिधै थाकिरहेको छ नि सोचियो अब ठिक छ यतिकै हिँड्नुपर्छ क्या त्यो चाहिँ हुने हाटेको छ नि यस्तो गाह्रो भयो कुन ठाउँ पुग्छ हामी पहिला पहिला हामी होटल के भन्नुभएको थियो त्यो दिदीले नाम दाइ त्यो दाइले त्यो दिदीले नाम के भन्नुभएको थियो होटलको होइन ठाउँको माया खाजा तिमी चाहिँ कार्डहरू त खोल्छु कार्ड हेर्ने ठाउँमा पुगेर चलो कति बजी फर्किनु भयो होला है उहाँबाट आउनु भएको मान्छेहरू उहाँहरूको टार्गेट त अब घरै त पुग्यो होला होइन सिधै सिधै घरै यो चाहिँ अलमोस्ट सबै 20% आयो यो चाहिँ सबै हिमालय हो क्या हिउँ पर्ने टाइममा सबै यो त हिमाल होइन गौरव हो यो चाहिँ गौरव
घरिघरि चलाउँछ जिप पुरा छ हिजो त पछि दिवसम्म त्यसो हुनु पर्यो के अरे सागरको सेल्फी त झाँक्रै छ त्यहाँ क्यामेरा के अरूले यति भयो त्यस्तो लाग्यो ब्याक क्यामेरा पनि राम्रै छ हाइटेन पायो त भने पाइयो यहाँबाट दुईटा बाटो छ है यो बाटो याक खर्क ट्रेल हो याक आयो याक कुरा 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 हाम्रो हामी चाहिँ 4070 मिटर म त 4070 मिटर अब हामी कोक खाँदैछौँ कोकले लगभग 75% हामीलाई के अरे स्पोन्सर गरेको त्यही भएर राम्रो छैन त्यही पनि स्पोन्सर गरिदिएर फाल्टु त आफूले यस्तै हो अब यी केटाहरूसँग भ्लगमा हिँडेपछि पिहाल्छ न भन्ने चाहिँ लाग्यो हामी 4070 मिटर माथि आइसक्यौँ श्री खड्का भन्ने श्री खड्का 4070 अब हामी यहाँबाट माथि पुगेपछि अप्पर श्री खड्कामा पुग्छ अप्पर श्री खड्का पुग्नलाई यहाँबाट 20-25 मिनटको बाटो छ कति लाग्दो रहेछ अप्पर सिडी खड्का बाटो उकालो छ तर त्यस्तो अप्ठ्यारो पनि छैन हामीले हिँडेको ट्रिकहरूमध्येमा कम्पेयर टु कापुचे कोर्चन अहिलेसम्मको चाहिँ ठिक छ बाटो यहाँभन्दा माथि चाहिँ हेर्दै जाउँ कस्तो हुन्छ यहाँसम्मको बाटो चाहिँ एकदम सजिलो नै छ हामी साथीहरू पहिले आएर हामीलाई कुरेर बसिरहेछ नै यहाँ चाहिँ सिरी खड्का 4070 मिटर हाइटमा हामी अहिले त्यहाँ 50 मिटर माथि आइयो होला है तल 3000
तालले हिँड्छौँ कि खुद्रा के डरै अनि के अब हिँड्न भने बाटो यहाँबाट अब उकालो हिँडेर वहाँ माथिसम्म त्यहाँबाट फेरि बाटो त तलै देखेछ ओह्रालो होला पानीहरू यस्तो बग्दो रहेछ ठाउँ ठाउँबाट ढुक्कको ट्रेक छ टेन्सन छैन हैन भ्यू चल्दिम कोक हान्दिउँ त रेडियो भाइ डिजे भाइ ल है त हाम्रो 75% को स्पोन्सर कोका कोला ल सुमन दाइ लाग्दिम ल भ्यू त मामा हो यार है बस उसको डिजेको उयो लाग्छ नि 500 नैनीलाई लाग्छ त हामीलाई पनि लाग्छ 4-5 हामी नि 4-5 घन्टावालै ग्रुप हो गौरवलाई छोडा पनि अरू चाहिँ 4-5 घन्टावालै हो क्या मलाई 2 घन्टामा गर्दिनु होइन गौरवलाई 7 घन्टा गजब बेइज्जती प्रकाश भन्दा गसी लास्टमा त म परेँ यहाँ नाइस भ्यू छ है भ्यू चाहिँ नाइस छ कुन खोला हो यो गौरव कुन खोला हो यो सेती गण्डकी तिलीचन के अरे बामला भनेर झन्डुबाम निकाले सिधै त्रिशुली हो धनुवालाई आउनुको हेर्छु त्रिशुली नै हो यो त्रिशुली रे यहाँ यस्तो सानो छ वहाँ तल बेसी सर पुग्दा त यो त कत्रो बिचमा झर्नाहरू आइराख्दो रहेछ एकदम भिआइपी कन्डिसनको है हिँड्न नसक्ने यिनै छन् यिनैलाई देखाउने हिँड्ने अब आफू नि हिँड्न सकिन्न हिँड्न सक्ने उहाँ अगाडि पुगिसके तर मजा आइरहेको ट्रेकिङ गर्दा ट्रेकिङ चाहिँ बाटो चाहिँ एकदम सजिलो नै हो है अहिले हिँडेको अहिलेसम्मलाई है फेरि हामीले हिँडेसम्मको ट्रेकमा चाहिँ बाटो एकदम सजिलो नै हो यो चाहिँ आर्सी दाइ हजुर अध्यक्षज्यू के भन्नुहुन्छ यो बाटोको विषयमा एकदम बवाल हाम्रो अध्यक्षज्यूले बवालमा पास गरिदिनु भयो यो बाटो बल गरौ है अध्यक्षज्यू अहिले हिँड्ने बाटोहरू त्यो बाटो हिँड्नु छ अब हामी जङ्गलभित्र नभएको होला नि भएर नि होला नि हामीलाई त्यहाँको कापछि जङ्गलभित्र भएर नि है यो वाउ
अबको यो झर्ना कटेपछिको बाटो छ अब यो उकालो यो सिँढी चाहिँ चढ्दै चढ्दै माथिसम्मको बाटो छ। यसको तल यस्तो भ्यू छ। उकालो चाहिँ मस्तै हिँड्नु पर्छ। उकालो कटेपछि नै जोड्यो बेला खाना खाने होटल यो भनेर मस्त उक्लेको होइन। खाना खाने होटल उता कहाँ रहेछ क्या, कुर्दैछ म उहाँ तलबाट आउँदैछ म। आइयो खाना खाने ठाउँ आइयो जस्तो लागेको छ। अब म चाहिँ खाना भन्छु भनेर अलिकति छिटो छिटो आएँ होइन। अरू चाहिँ पछाडि आउँदैछन्। म चाहिँ अब जियोस् अलिकति चाहिँ खाना भनौँ न भनेर। के रहेछ त्यो ठाउँको नाम चाहिँ अब लोवर ट्रायल भने यस्तो रहेछ होइन। हामी लोवर ट्रायलै होला जाने। अप्पर ट्रायल भनेको त खै कहाँ पुग्ने थाहा छैन। आज हामी बेस क्याम्पै बस्नु भएपछि लोवर ट्रायलै होला। सिधै दिल्लीसम्म नै पुग्नेलाई चाहिँ हो कि अप्पर ट्रायल। बाटो त यहाँबाट चाहिँ पहिरो खसिरहेको छ अरे यो बाटो चाहिँ। ओ माई गड छन् त बाटो त अब बाटो अबुई भन्दै हिँड्न पर्ने जस्तो बाटो आइसक्यो। रहेछ के अरे ठाउँ यहाँ चाहिँ हो कि ल म चाहिँ खाना खाने ठाउँमा पुग्न लागिसकेँ है। अब खाना चाहिँ चालु हुनुपर्छ कि जस्तो लाग्यो। बाटो त भ्यू चाहिँ मस्त तर मनाङ भिजिट गर्दा भ्यू चाहिँ एकदमै अलिकति बढी हल्लिँदो रहेछ क्या यो चाहिँ। बाटो त चिप्लो हो कि के हो यस्तो। रेनकोट चाहिँ भिरेको छ है। रेनकोट भिरेको छ। अब त्यहाँसम्म नि आइपुगेको चाहिँ छैन कि जस्तो लाग्छ। म चाहिँ खाना भनिदिइहाल्छु ल। सबै आउँदाखेरि एकदम भोक पनि लागिरहेको हुन्छ। पहिरो जाने बाटो कटेर जान छ हामी चाहिँ। आइपुग्यो खानासाना भन्छु अलि त्यसपछि सबै आएपछि फेरि वेलकम गाइज वेलकम खाने ठाउँमा। सुमन दाई ठिक छ। ल्यान्डस्लाइड एरिया सुरु भयो यहाँबाट।
यस्तो छ बाटोतिर। यस्तो छ है बाटो खसिराख्न सक्ने सानसानो ढुङ्गाहरू चाहिँ खसिराख्ने जस्तो ठाउँ रहेछ। जुत्ता राम्रो परेको एउटा। Namaste. Moi, le 7 à Angoulême, le 8 à Pau, le 9 à Mulhouse, le 9 à Château. Alors, namaste. Namaste. यस्तो छ यो ठाउँ। बाटो त एकजनाले हेर्थ्यो नि एकजनाले हिँड्ने गर्न पर्ने जस्तो बाटो रहेछ यार। बाटो त तल हेऱ्यो छङ रहेछ। एकदम डर लाग्ने छ है बाटो कुहिरो लागेर अलिकति बढी चिसो नि हानिरहेछ। बाटोले त OMG हानेको छ त अनि। यस्तो गिटी खस्दो रहेछ यहाँ माथिबाट। ढुङ्गाहरू त सब अलिकति मात्र अड्केको। एकदम सेफ हुनुपर्ने ठाउँ है त्यति चाहिँ ट्रेक गर्दाखेरिको एकदमै विचार गर्नुपर्ने ठाउँ यस्तो छ। अलिकति जुत्ताहरू पनि ग्रिप भएको नचिप्लिने त्यही अनुसार लगाएर आउनु होला ज्यादा। बाटो ये भिडियो हो ल है यो ल्यान्डस्लाइड एरियाको एकदम डरलाग्दो बाटो। बाटो त
के हो यो पछाडिको के हो यस्तो बाटो यस्तो बाटो हिँड्नु छ बाटो त बाटो ठाडै छ त जाउँ जाउँ बिस्तारै जाउँ कि साइडमा स्लिप नखाऊँ है स्लिप नखाऊँ Let's go! राम्रो आएको है होइन त्यो राम्रो आएको हेम जा खै र रामदाईको एरिया अन्त हजुर रामदाईको एरिया रहेछ नि कसको अरे राम गौरव यु आर द मोस्ट फोकस्ड है ब्लगमा अहिले बल्लै पानी पर्छ खोला मर्छन् यहाँ उताको जस्तो ठुलो पानी पर्ने अनि त्यो सब बगाएर लान्छ होला यतातिर त्यस्तो पर्दैन नि पानी यो पानीले खारेको त हो नि माथि माथिको यहाँ पनि गएर फोटो खिच्नु लिएर जाम जाम चल्दिम बिस्तारै बिस्तारै क्यामेरामै नटाउने दृश्यहरू छ क्या सिमन दाई एकछिन ल बाटो बाटो दाई बाटो
नहीं काटे अरे भाई ठीक है नोटिस पक्की जाली हालेर झ्याप्पको बनाएर छन् है दुईतिर के त जाली नहालेको ठाउँमा पक्रिनु पर्ने हो है दुईतिरै जाली हालेर बाटो चाहिँ सेफ बनाएर छ ल्यान्डस्लाइड एरिया पछाडिको सबै अब चाहिँ सकिन्छ टाउको शीत परेर टाउकोमा त भिजाइरहेको छ ल्यान्डस्लाइड एरिया पनि अब सक्नु लाग्यो बाटो त यस्तो छ त त्यस्तोमा छ त्यहाँबाट सिधै तल जाने छ जस्तो बाटो अलिकति डरलाग्दो ठाउँ भनेको यही नै रहेछ अरू चाहिँ अलिकति सजिलो नै छ बाटो चाहिँ चिसो चाहिँ एकदमै चिसो हुन्छ
अब यहाँसम्म रहेछ ल्यान्डस्लाइड एरिया चाहिँ। यता पनि थाल्यो। त्यताको चाहिँ अब त्यस्तो रिस्की छैन होला होइन। We are near to base camp. Base camp online, base camp. यहाँ चाहिँ अब कहाँ कहाँ हस्पिटल के रेस्टुरेन्टहरू के भन्नु रहेछ भने चाहिँ एकदम ठिक ल्याउनु पर्छ त्यस्तो इनर्जी होला। खाना त खानुपर्छ। आयो तिलीचा बेस क्याम्प 4200 मिटर 4200 मिटरमा आइयो है हामी अब। तल खोलाको सिन दिस इज बेस क्याम्प। हर्स राइडिङ भइरहेको रहेछ होइन यता। काठमाडौँ जानुपर्छ नि त अब यो पिडाएर खान्छ। बेस क्याम्प आइयो। यहाँनिर हाम्रो होटेल चाहिँ कहाँनिर हो भन्ने कुरा। बेस क्याम्प आइयो। अब होटेलमा बस्ने एकछिन अब फ्रेस हुने केही खाजा खान मन लाग्यो भने खाजा खाने। हाम्रो होटेल चाहिँ यही हो है। ल हामी चाहिँ होटेलमा चाहिँ आइपुग्यो। अब आउँदैछौँ बिस्तारै।